बिहान होइन आज दिनको सुरुवात इभिनिङ सिफ्टबाट। वेलकम छ मेरो डेली ब्लगमा। आज मेरो इभिनिङ ड्युटी थियो, सो खाजा रेडी गरेँ अनि ड्युटीलाई पनि रेडी भएर कोकोनट वाटर खाँदैछु। अनि मिठाई थियो, बट आफूले रुगा लागु भएर यो मिठाई चाहिँ खान पाइनँ, हेरेरै चित्त बुझाएँ। घरको सबै काम सकाएर म लागेँ आफ्नो अर्को जिम्मेवारीतर्फ। म घरबाट निस्किएँ, अब जाँदैछु गाडी गर्ने ठाउँमा। इभिनिङ ड्युटी चाहिँ एकदमै बिजी हुन्छ, बट आज हेरौँ है त कस्तो हुन्छ, लेट्स सी। फाइनली म ड्युटीमा पुगिसकेँ अनि यहाँ आएपछि मास्क क्याप लाउनु पर्यो, ह्यान्डओभर लिनु पर्यो मर्निङ सिफ्टबाट। ड्युटी पुग्दाखेरि त्यहाँ धेरै केसहरू थिए, केस चलिरहेको थियो अनि ह्यान्डओभर लिएर म मेरो कामतर्फ लागेँ। साथीहरू हस्पिटलमा चाहिँ पेपर वर्कहरू धेरै हुन्छ नि त, अनि हेर्न सक्नुहुन्छ कस्तो सानो बेबी कति क्युट जन्मिनु भएको थियो उहाँ। यसरी न्यू बोर्न बेबी देख्दा कति खुसी लाग्छ। अनि त्यसपछि हामी लाग्यौँ आफ्नो कामतर्फ। कति धेरै काम हुन्छ नि त, अनि यो गजपिसहरू सबै हामीले आफै बनाउनु पर्ने हुन्छ। अनि यो गजपिस काट्ने मेसिन हो कि कति सजिलो हुन्छ यसरी गर्नु। त्यसपछि एकछिनमै लन्ड्रीको कपडाहरू आयो, लन्ड्रीको कपडाहरू सबै मिलाएपछि यो पनि हामी पकाउन पठाउनु पर्छ। अपरेसन थिएटरमा काम गर्न चाहिँ धेरै गाह्रो छ, किनकि यहाँ धेरै कामहरू हुन्छ होइन, एक्स्ट्रा थिङ्स एकदमै धेरै हुन्छ। अनि यसरी ड्रमहरूमा सबै सामानहरू राखेर हामी चाहिँ यसले पकाउन पठाउनु पर्छ अनि बल्ल युज गर्न मिल्छ। ध्रुव दाई मिलेर सबै कामहरू गर्दैछौँ होइन। कोही चाहिँ भित्र केसमा थियो भने कोही बाहिर हेल्प गर्ने, हामी चाहिँ त्यसरी मिलेर होइन एज अ टिम वर्क भएर काम गर्छौँ। काम भनेको कुनै पनि सानो ठुलो हुँदैन, सबैको आफ्नो आफ्नो ठाउँमा छुट्टै भ्यालु हुन्छ होइन। त्यसपछि हामी लाग्यौँ खाजा खानतर्फ। हामी चाहिँ घरबाटै लिएर आएको थियौँ कि, अनि हामी म नेहा अनि डाक्टर प्रेक्षा भएर खाँदैछौँ, रमाइलो गर्दै गफ गर्दै। घरको खाजाको स्वादै बेग्लै हुन्छ कि। अनि त्यसपछि एकछिनमै चिया र समोसा आएको थियो, अनि आज चाहिँ हामी समोसा खाने भनेर सबैजना प्लान गरेर समोसा किन्यौँ। यस्तो मिठो समोसा कि हेर्दै खाउँ लाग्ने, कति ठुल्ठुलो पिस थियो कि एउटा खाएपछि अगाउने त्यस्तो थियो। अनि हामी सबैजना स्टाफ भएर यहाँ समोसा खाँदैछौँ, यस्तो मिठो भएको थियो है। इन्जोय गर्दै गफ गर्दै समोसा खायौँ। अनि एकछिनपछि हामी सबैजना चिया खायौँ अनि घर जाने बेला भयो। सो म आफ्नो पेपर वर्कहरू छिटो सकाउँदैछु। अनि नाइट सिफ्टलाई ह्यान्डओभर दिएर अब हामी घरतर्फ लाग्ने भने ड्रेस चेन्ज गरेर घरतर्फ लाग्यौँ। चाहिँ हाम्रो ग्रुप आज हामी इभिनिङ सिफ्टमा भएको स्टाफहरू है सबैजना निस्किँदैछौँ बाहिर। अनि आजभोलि कति छिटो साँझ परेको जस्तो भएको कि, हेर्नु न, हिजो पनि त्यस्तै थियो, आजको मौसम पनि पुरै राति होला जस्तो भइसकेको थियो। अनि यता मेरो हस्बेन्ड लिन आउनुभएको थियो मलाई ड्युटीमा, सो म मेरो हस्बेन्डसँग घर जाँदैछु। यसरी ड्युटीमै बुढा लिन आउँदा कति खुसी लाग्छ है साथीहरू। त्यसपछि म र मेरो बुढा घरतर्फ लाग्यौँ। आजको भ्लग यति नै हो साथीहरू, थ्याङ्क यू।